हेक्टरमा छ यो भन्दैछ हेक्टर कि 100 हेक्टर Hello everyone, आज चाहिँ हामी फवेल एन्जल जान आएको छौँ। अहिले बान्जेमा छौँ, बस कुर्दैछौँ। बस आउनलाई टाइम लाग्ने भएकोले हामी चाहिँ यहाँ पार्कमा वेट गर्दैछौँ। यहाँ चाहिँ एउटा सैनिकको मूर्ति रहेछ, मलाई चाहिँ खिच्न मन लाग्यो कि त्यही भएर। यहाँ चाहिँ बस स्टेसन छ, यहाँ तल चाहिँ। अनि मेरो बुढा चाहिँ यहाँ बसिरहनु छ मोबाइल चलाएर। यो पार्क पनि राम्रो रहेछ, यतातिर मान्छेहरू घुम्न आएको छ। अनि यताबाट जाने हो हाम्रो बस चाहिँ। अनि यहाँ तल चाहिँ एउटा जे पनि रहेछ, जे भनेको चाहिँ एउटा यहाँको भाषाबाट लेक हो। अनि यहाँ यस्तो राम्रो सिन छ क्या, यहाँ जङ्गलको घरको अगाडि बोटहरू रहेको छ। अब म वहीँ गएर भिडियो बनाउँछु। हामीले चाहिँ टिकट पनि काटिसक्यौँ। ऊ त्यो बोट आउँछ अनि हामी यहाँबाट जान्छौँ टिकट काट्ने। यहाँ खै त्यो गाइजहरूले त टिकटै काट्दैन त, तिनीहरू अनलाइन काट्यो होला है सायद। यहाँले आउने मान्छेलाई आउन दिनु पहिला। Uhr letzte Rüberfahrt. Hallo. फर्किनु रे Erwachsen भन्ने न आएको। त्यसको मतलब के हो? एडल्ट। यो हामी इभिनिङको टाइममा आयो नि त। जति भयो भने हामीले पैसा तिरिहाल्यो के त। पिकअप करायो। पिकअप गार्डन भन्छ। गार्डन हैन, आइल्यान्ड। आइल्यान्ड त हो नि, इन्जेल भने। 2 सेकेन्डको के को लागि 12 युरो चिलायो। अस्ति त 1 युरो मात्रै ल्याएको थियो, कति मजा आएको थियो है 1 युरो लिँदाखेरि। म्युजियममा छिरेको छ।
यता चाहिँ कस्तो राम्रो ठाउँ रहेछ यस्तो घाममा चस्मा चाहिँ लिएर छ ल छैन मैले चस्मा लाउने बानी छैन ल यही हो अब झर्ने मजाले झर्ने हाँ गुगना है कताबाट जाने त अब रोज एन्ड गार्डन भनेर लेखा छ यता कति किलोमिटर छ अरे यो टोटल 17 किलोमिटर हुने हैन 67 हेक्टरमा रहेछ ल तलबाट निक्लिने नि आउँदाखेरि है पिकअप गराउन सुरु भयो सेतो निलो देखेको छ मैले मैले भिडियोमा युट्युबहरुमा के मैले हेर्दाखेरि त्यो मान्छेहरुले हालेको थियो नि त खोइ कहाँ अहिले नाटक नदेऊ है कस्तो मान्छे म त साँच्चीकै सर्व आयो क्या भन्दा हालेर फेरि म किन त्यसरी हिँडेको भन्नु होला फेरि थाहा छ ल यहाँ चाहिँ यसरी यो हो खासमा चाहिँ स्लोस क्यासल तर यो चाहिँ बबल रहेछ है बेबी मान्छे यो एसियन मान्छेहरूलाई चाहिँ धेरै फोटो खिच्नु पर्ने 1 घन्टा 2 घन्टा लाएर फोटो खिचिरहेको छ हाम्रो चाहिँ कराक्रिक कराक्रिक गरेर भयो वर्थ इट लन्जेस हैन वर्थ इटलाई लन्जेस भन्छ हैन र लन्जेस कसरी हाँ तपाईँको हाँ कस्तो रे तपाईँको हाँ कस्तो रे भने यहाँ पनि राम्रो आयो वाह यस्तो घर मनपर्छ मलाई बर्लिन भए पनि पोखरीहरू चाहिँ धेरै छन् है 10-20 वटा त पोखरी नै छ होला बर्लिनमा यो त खरको छाना रहेछ ए चट्याङ नपरोस् भनेर भैँसीको दिवस बुफेल हो बुफेल यहाँ चाहिँ यस्तो पनि छ है तर देखेको चाहिँ छैन हामीले
पछाडिबाट आएर सिङले हान्न सक्छ हैन तर यस्तो पनि छ भनेर लेखेको तर ठुलो रहेछ है यो इन्जेल चाहिँ यो आइल्यान्ड चाहिँ ठुलो रहेछ कति क्षेत्रफलमा छ रे यो भनिदिनुस् त 47 हेक्टर हेक्टर कि 100 हेक्टर हेक्टर भनेको के हो यो घर चाहिँ त वाउ यो यिनीहरूले पाइपबाट राखेको रहेछ के अरे पानी खै त पानी झरिरहेछ यहाँ चाहिँ खै कहाँ भैँसी त खाँदैन है यो देशमा नपाएर नखाएको हो गोरु चाहिँ भ्याटी खाने अब त्यो पर देखिरहेको घर जान्छौँ हामी त्यहाँबाट हुँदै हुँदै राउन्ड 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 हुँदै हुँदै अहिले चाहिँ कति बजे अरे 4:30 कि 5 बज्न लाग्यो 5 बज्न लाग्यो 6 बजीसम्म मात्रै छ यहाँभित्र घुम्ने टाइम हामी घरबाट ढिला आयौँ त्यही भएर हो ढिला आएको कारणले दिउँसो झन् कति गर्मी थियो होला है अहिले त्यस्तो छ हुनुपर्ने हो कि त खोइ मान्छेहरू यताबाट फर्किरहेको त त्यो घर हेरेर आउने मात्रै होला सेतो छ घाम टन्टला मयूर आयो के गर्दैन यसले यो चाहिँ अफ्रिकाको घर जस्तै के हो क्वाया गरेर कराइरहेको छ यिनीहरूको गु होला ए भैँसीको गु हो जाउँ भैँसीको गु जम्मा गरेर जस्तो छ यहाँ मल बनाउनलाई यहाँ चाहिँ लोकल भाले छ मल बनाउने व्यवस्था पनि यहाँ छ है भैँसीको आँचीले त दामी हुन्छ होला भैँसीको गोबर भैँसी हाम्रोतिर खान्छ अब यहाँ चाहिँ पाकमा राखेको छ जगेर्ना गरेर अब भाले त के देखाउनु अब नेपालमै भाले प्रशस्तै हुन्छ बाजेले फोटो खिचेर ल यो घरमा एउटा फोटो खिच्नु पर्ने थियो यस्तो घरको स्टाइल राखेको रहेछ यहाँ चाहिँ खरको वाह 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 गोठ जस्तै बनाएको होइन यो गोठै हो यार कस्तो गाडी छ यहाँ यहीँ हेरविचार गर्ने मान्छेको गाडी होला ला 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 एउटा चाहिँ देखियो पिकक दोस्रो देख्न पाइएन हाँसहरू कति रहेछ हेर्नु न उ त्यहाँ डेरी अन पिकक आइल्यान्ड यस्तो बवाल आइल्यान्डमा घुम्न आएको थिएँ आइल्यान्ड चाहिँ यस्तै छ गाउँ जस्तो वरिपरि खोला बिचमा हामी भएको ठाउँ चाहिँ आइल्यान्ड ए यो पिककहरूलाई डुल्ने ठाउँ बनाइदिएको होला बारेर अनि के त नि ए
घोडा घोडा घोडाको बच्चा वाउ यस्तो दामी ठाउँ ऊ त्यो बिचको पनि आइल्यान्ड नै हो माइला इज देयर के गरा यता सबै बारेको रहेछ कि जनावरहरूले मान्छेलाई नटकोस् भनेर मान्छे आउने क्रम जारी छ सेम लाइक अस फोटो वाउ यस्तो दामी भ्यू खै मलाई त यताको सिन पो बबाल लागिरह ल तपाईँको भैँसी त अब भैँसीको फोटो हेर्नलाई हामीलाई त केही ठुलो कुरा छैन यिनीहरूलाई चाहिँ ठुलो कुरा होला ठाउँ चाहिँ बबाल छ है बेबी तपाईँलाई बबाल राखेन यस्तो राम्रो ठाउँ तपाईँलाई त जति राम्रो ठाउँ भयो भने यहाँ पऱ्यो ए भने हिँड्यो यस्तो राम्रो ठाउँ देखिरहेको छ खोलाहरू त्यहाँनिर जङ्गल पछाडि अनि खोलामा बोटहरू हिँडिरहेछ कस्तो राम्रो देखिरहेछ मलाई त त्यही मन पर्यो सर्प आयो सर्प फाइनल्ली हामीले चाहिँ पिकअक राखेको ठाउँ भेटायौँ यत्रो राउन्ड मार्दा यहाँ चाहिँ छन् धेरै प्रजातिका मयूर शुद्ध नेपालीमा बोल्दैछु होइन त के हो उयो पनि छ त कुखुरा पनि छ गाइज यहाँ त कुकुर पनि छ क्या हो ए कहाँ भएर यो कस्तो खालको चरा उयो सेतो Fitten Fabaten. ओहो नाचेको होइन फिजाको उल्टो परेको यो झ्याक्ने हाम्रो गाई झरले उता छ टुरिस्ट फिजाएर देखाइदिनु रहेछ सर्लक्क लाएर होइन फर्क्यौ बाबु हो कम ल मयूर टापु भनेको यही घुम्यो फेरि ऊ भित्र र बाहिर नाचेछ नि बेबी अब ए दुईजना सँगै गर्ने रहेछन् आउनु हामी पनि त्यहाँ नजिक गएर हेरौँ यता सेतोले खाने कुरा खाइरहेछ सेतो मयूर खाँदैछ खानेकुरा अन्डा देख्यो तपाईँले यहाँ अन्डा खै त यो झ्याक्ने जालीलाई मात्रै फोकस हानेको यसले फिजाको फिजै भयो एउटालाई फोटो खिच्न पुगेन
अन्त नि यहाँ बाहिर पनि छ यिनीहरू बच्चा होला के है मान्छेहरू त्यहीँ टाँसेर फोटो खिच्दो रहेछ नि त माथितिर पनि छ दुईटा के गर्दैन होला र त्यसरी छोडिदिएको होला नि पङ्ख भिजायो होइन एकजना गराएपछि सबै कराउने पछाडि आयो बेबी पोथी कत्रो ठुलो यसरी त मैले नेपालमा पनि देखेको थिइनँ भुइँमा भेटेको त भन्ने हामीले भन्ने नि होइन तिनीहरू त अब कामै त्यही हो गरिरहने तर लास्ट बनाएन Peacock breeding on Peacock Island. The blue peacock. यो दिन त एक्ज्याक्टली हाम्रो माइलाले चाहिँ यो भेटाउनु भएको छ मयुरको पाख अब यो लान दिन्छ कि दिँदैन त्यो चाहिँ हेर्नुपर्ने हुन्छ हामीले ल अब चाहिँ हामी घुमेर पनि बस्ने ठाउँमा आयौँ बस आउनलाई 20 मिनट बाँकी छ सो दिस इज द एन्ड अफ द भिडियो टाडा आजको भिडियो यति नै थियो बाई बाई